के तपाईले कहिल्यै बाँसको भित्र चामल हालेर पकाएको स्वादिष्ट परिकार खानु भएको छ? आज हामी एउटा यस्तो परम्परागत र फरक स्वाद बनाउँदैछौं जुन देख्दा नै मुखमा पानी आउँछ। सबैभन्दा पहिले ताजा हरियो बाँसलाई साना टुक्राहरूमा काट्ने र जंगलबाट टिपिएका यी ठूला हरिया पातहरूलाई सफा पानीले राम्ररी पखाल्ने। अब पालो आयो मुख्य सामग्रीको। सेतो चामलमा कालो चामल, ब्ल्याक राइस र रातो सिमी रेड बिन्स मिसाएर एउटा गजबको मिश्रण तयार पार्ने अनि यसलाई बाँसको भित्र यसरी भर्ने। यति मात्र कहाँ हो र? अब यी हरिया पातहरूमाथि चामल फिजाएर त्यसमा स्वादिष्ट मासुका टुक्राहरू, अण्डाको पहेँलो भाग, एग योक र केही सुकेका फलहरू सजाएर राख्ने। सबै कुरालाई राम्ररी बाँधेर ठूलो भाँडोमा प्राकृतिक रूपमा बाफमा पकाउने। हेर्नुस् त यो उम्लिँदा निस्किएको बाफ र बास्ना कति गजबको छ। ल हेर्नुस्, हाम्रो विशेष बाँस र पातमा पाकेको परिकार तयार भयो। बाहिरबाट हेर्दा जति सुन्दर, भित्रबाट उति नै मिठो र पोषिलो। कस्तो लाग्यो त तपाईलाई यो रेसिपी? कमेन्टमा भन्नुहोला है।